नमस्ते, स्वागत छ तपाईहरुलाई हाम्रो अफिसियल च्यानलमा। र यो चाहिँ हाम्रो जिली कम्पनीको गाडी हो। हेर्न सक्नुहुन्छ जिलीको लोगो। र यो चाहिँ इन्जिन वे, यसमा हामीले देख्न सकिन्छ ब्याट्री लोकेसनको भिडियो हो यो हाम्रो। यसमा ब्याट्री लोकेसन कतै पनि छैन। अब कहिले ब्याट्री खोज्नु पर्यो भने चाहिँ कहाँ छ भनेर धेरै जनाले खोज्न सक्नुहुन्छ होला। म यो भिडियो चाहिँ अलिकति हेल्प होस् भनेर बनाउँदै छु। र यसमा चाहिँ एउटा नयाँ कुरा के छ भन्दाखेरि यसमा कन्डेन्सर छैन कतै पनि। यो जति लाइन छ यो सबै एसी कम्प्रेसरको लाइन हो। यसमा यताटी हेर्यो भने रेडिएटर र फ्यान मात्रै छ, कन्डेन्सर कतै पनि छैन। यो पाइपलाइन गर्दा नै युज हुने हो। र मेन चाहिँ कन्डेन्सरको तलमा चाहिँ यो दिएको लाग्छ मलाई। अनि यो चाहिँ डिआर फिल्टर भने जस्तो लाग्छ, ड्राई फिल्टर जस्तै लाग्छ यो मलाई हैन। तर चाहिँ हाम्रो यो मेन कुरा हैन। मेन कुरा चाहिँ हाम्रो भनेको यसको एक्सिलरी ब्याट्री कहाँ छ, 12 भोल्टको ब्याट्री भने चाहिँ अब कहिलेकाहीँ म्यानुअली डिसमेन्टल गर्नु पर्यो भने चाहिँ हामीले लोकेसन कहाँ छ भने चाहिँ देखाउनु गएको छु। हामीले जस्ट के गर्नु पर्दैन, ड्राइभर साइडमा जाने भित्र। अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ यो स्क्यानरलाई म छोराइदिए 2 मिनेट। अनि यहाँ देख्न सक्नुहुन्छ ब्याट्रीको सिम्बल। र भिडियो लास्टसम्म हेर्नु होला, म सबै चिज देखाइदिन्छु यसमा। र कसरी खोल्ने भन्ने कुरा पनि सिकाइदिन्छु। यो ब्याट्रीको लोगो छ। हामीले जस्ट यसलाई यसरी तान्नुपर्ने हुन्छ। यो लक हुन्छ, यो लक आइहाल्छ। र हामीले ब्याट्री हेर्नु पऱ्यो भने चाहिँ यहाँबाट छ। यो चाहिँ नेगेटिभ पोइन्ट हो, यहाँ माइनसको चिन्ह छ, नेगेटिभ पोइन्ट हो यो। र यो चाहिँ ब्याट्री हाम्रो। र यो चाहिँ यतापट्टि साइडको हो, यो चाहिँ ड्राइभर साइडको। यहाँ चाहिँ एक्सिलेटर र ब्रेक प्याडल छ। यो कन्सोलको मुनिपट्टि। अब हामी लेफ्ट साइड जाउँ। अब हामी लेफ्ट साइड गएर हेर्दाखेरि चाहिँ जस्तै यो लेफ्ट साइडको डोर खोल्यो। र यतापट्टिको पनि हामीले यतापट्टि ब्याट्रीको सिम्बल पाउँदैन। यसलाई हामीले सिम्पली यतिकै तान्नुपर्ने हुन्छ। यो पनि लक सिस्टम नै हुन्छ। यसलाई मैले यसरी ताने नर्मली आउँछ। र यो चाहिँ पोजिटिभ पोइन्ट छ, यहाँ देख्नुहुन्छ प्लस। यो पोजिटिभ पोइन्ट खोल्नुभन्दा अगाडि हैन, सबभन्दा पहिला यो छुटाउने कपलर डिसमेन्टल गरिसकेपछि अनि बल्ल यो पोइन्ट छुटाउने, नेगेटिभ छुटाउने है। यो चाहिँ ब्याट्री लोकेसन हाम्रो जिलीको है, हाम्रो जिली कम्पनी गाडी हो। जिलीको गाडी।